माथि चढै जानुपर्छ हैन सो यस्तो छ हैन तपाईहरु आको है त उ तल यो बाटो छ नि बाटो हो यो बाटो जानु के भन्छ सो अहिले गाइस हाम्रो धेरै छैन अहिले गाइस यस्तो छ हेर्नु त तिरपाल त्यो प्लास्टिकको त्यो सो अब चाहिँ हेर्दै गर्नु होला भिडियो झार्नु चाहिँ कहाँनिर धान नभए हामी म झार्दैछु होइन गाउँमा पनि अहिले हेर्नु यति म कालो डरेको थिएँ कालो भइसक्यो होइन यस्तो छ चरण यस्तो गर्नुपर्छ होइन यसो हावा यसो चल्नु दिउँ है त यसो यसरी चाहिँ होइन अहिले चाहिँ हामी चाहिँ होइन नि त कालो वेलकम ब्याक टु माई च्यानल सबैजना सन्चै हुनुहुन्छ एकदम सन्चै छु सो आज चाहिँ गाउँको भ्लग होइन टक्क ब्यागस्याग भिरेर माथि म चाहिँ आज धान झार्नलाई गएको छु होइन धान झार्ने हुन्छ नि धानलाई धानकै धान चामल खाने भात झार्नलाई म जाँदै छु होइन गाइज सो सबैजनालाई भिडियो लास्टसम्म हेरिदिनु होला अनि माया पनि गरिदिनु होला अनि छोटोसम्म सेयर पनि गर्नु होला त्यो भिडियोलाई के भन त घनश्याम हेलो गाइज हामी आउँदैछौँ बाटोमा धान झार्नलाई लास्टै गाह्रो भयो यो तिरपाली यस्तरी यहाँ बोकेको होइन यो झार्ने हो टक्क हामी जाँदैछौँ अहिले लगभग जाँदैछौँ कति बजी टाइम माथि दिदीको धान झार्नलाई होइन आज भोलि चाहिँ 9:30 बजी पुग्छौँ होइन भोलि चाहिँ हामी माथि जान्छौँ भोलि जान्छौँ होइन हामी चाहिँ यो डाँडा छ नि यो यहाँबाट सर यहाँबाट माथि त्यहाँ पुग्नुपर्छ होइन अन्त त्यहाँ दिदीको धान झारेर आउनुपर्छ होइन यो डाँडा जान्छ अर्को बाटो पनि छन्ट छ एउटा रोड छ होइन मेन रोड छ तर हामी सर्टकटको लागि चाहिँ यो बाटो जान लगाएको छ होइन सर्टकटको लागि चाहिँ सो अहिले गाइज म चाहिँ यहाँ हिँड्दैछु होइन त्यहाँ पुरा दिदीहरू भाइहरू सबै अगाडि गइसकेको छन् म चाहिँ यो डाँडाबाट भर्खर देखाएको थिएँ मैले डाँडा कि यो माथि चढै जानुपर्छ होइन सो यस्तो छ होइन गाउँले जिन्दगी होइन तर म देखाउँछु भिडियो खतरा देखाउँछु तपाईँहरूलाई होइन हेर्दै गर्नु सबै माया गरिदिनु होला है त लो गाइज देख्न सक्नुहुन्छ बाटो यस्तो छ यहाँबाट हामी चढ्नुपर्छ होइन ढुङ्गै ढुङ्गा सो यता पारिबाट आएको हामी यताबाट आएको है त माथि पुगेछ मान्छेहरू म चाहिँ यहाँ तल छु हिँड्दैछु भनौँ न हामी चाहिँ एकदम भिरमा आयौँ होइन भिरमा एकदम हप्ता ठाउँ छ होइन सो म तपाईँलाई देखाउँछु एकताल होइन यहाँ बट्टै गइदिनु गयो हिजो तल यो बाटो छ नि बाटो हो यो बाटो भरि आएको होइन अब हामी यो माथिबाट हेर्छौँ होइन माथि हेर्नु कति डर लाग्दैछ अब यहाँबाट माथि खस्यो भने त बज्दैन नि देख्न सक्नुहुन्छ गाइज इन्टरभ्यू सो है त गाइज यति अप्ठ्यारो छ होइन यहाँ त्यो बवाल छ दामी पनि ठाउँ पनि होइन मान्छे चढ्न त सकिँदैन तै पनि अब चाहिँ हुन्छ भनौँ न रमाइलो चाहिँ छ ल हामी दिदी के अरे मामा भान्जी के भन्नु नानी के भन्नु न भन्दैन के एकताल भान्जीलाई रोउँछ त कान काटिदिउँ कान काट्नु पर्यो है अब कान काट्छु कान काटौँ बन्द होइन कान काट्दिनँ म पारिएर पार्यो हेलो भन्नु त हेलो भन्नु सो अहिले गाइस हाम्रो धेरै छैन माथि अब थोरै छ हिँड्ने बाटो चाहिँ यो भिर बाटो अब कटाइयो अब यहाँबाट चाहिँ अर्को बाटो पनि छन्ट छ होइन अघि भनिसकेँ मैले उताबाट रोड मेन रोड त्यहाँ त गाडी नै हिँड्छ
तर हामी चाहिँ सर्टकटको लागि चाहिँ यहाँबाट आएको है त ल सो त गाइस यस्तो छ हेर्नु त यति रमाइलो देख्नु तपाईँहरूले बाटो यति खतरनाक बाटो छ है गाइस भिडियो अडियो गर्छ हेर्नु होला सबैजनाले युट्युब फाइनली गाइस हामी चाहिँ आइपुग्यौँ होइन यो धान ठाउँमा अब यहाँ चाहिँ धान झार्ने भनेर चाहिँ यहाँ बढाउने भनेर चाहिँ होइन टक्कलाई राखेर त्यो तिरपाल त्यो उयो प्लास्टिकको त्यो बिछाएर अनि माथिबाट झार्ने होइन सो अब हामीले चाहिँ अब फेरि यता हेरिदिनु होला मलाई हाम्रो के अरे मामाको छोरा यो मान्छे होइन यो मान्छे आएको छन् म अनि सबै आज दिदीको धानलाई होइन माथि अनि नानु पनि छ नि त्यहाँ सो अब चाहिँ टक्क धान यहाँ धान झार्नु लागि चाहिँ टक्क यहाँ कार्यक्रम हुँदैछ अब होइन मैले टेकेर होइन हो र मलाई टेकेर सो त यहाँ हुँदैछ अब टक्क धान झार्ने कार्यक्रम होइन ल हेर्दै गर्नु होला भिडियो त्यो झार्नलाई चाहिँ तल यो तिरपाल पनि प्लास्टिकको यो तिरपाल पनि बिछाइसक्यौँ होइन टक्क लाएर सबैजना हुनुहुन्छ यहाँ काम गर्दै हुनुहुन्छ होइन म पनि काम गर्ने आएको हो म पनि अलिक काम गर्थेँ होइन नानु झार्नु चाहिँ कहाँनिर दिदी ढुङ्गा राख्ने यसो झार्नु चाहिँ टक्क लाएर होइन सो अहिले गएछ अब हामी चाहिँ एकछिन झार्छौँ बिचमा देखाउँछु होइन के हुन्छ अहिले चाहिँ अब झार्ने कार्यक्रममा लाग्नु पऱ्यो टक्क लाएर होइन ल है त भिडियो हेर्दै गर्नु होला फेरि सबैजनाले माया पनि गर्नु होला भिडियो सेयर पनि गरिदिनु होला है त ल है गाइस धान अब फेरि म झार्दैछु होइन गाउँमा अब यसो झार्नुपर्छ धान होइन यो झार्ने नै भन्छ कि यहाँ है त यस्तो खिच्ने अनि यो दानाहरू सबै निकाल्ने कि यसलाई होइन आज दिदीहरूको धान झार्न आएको माथि अनि त्यस झाँटीले चाहिँ अब सक्नु लाग्यो अब धेरै छैन हामीले अहिले हेर्नु यति म कालो डरेर थिएँ कालो भइसक्यो होइन यस्तो कालो तिल्केर हेर पैसा नाकभरि के हेर्ने गाई यस्तै छ ल गाइस हामी चाहिँ यस्तो चलन छ है धानलाई भर यता हावाले उडाउने कि त्यो भुसु के बट्टाउने रे होइन यस्तो छ चलन क्या मम्मी सो यस्तो छ नि टक्क हावा निसाको उडाउने के यसरी टक्क लाएर यसरी उडाउनुपर्छ होइन टक्क लाएर सर सो म उडाउँछु नि एकताल सो है त गाइस अब टक्क लाएर धान यसरी गराउने के टक्क यहाँ ल्याएँ होइन यसलाई चाहिँ यसो हावा एकछिन चलाउनु दिउँ है त यसरी गराउनु लैजाउँ नि होइन यसरी हालो पुरै उडाउँछ कि सर पारेर मैले फर्स्ट टाइम गरेको गाई जस्तो होइन अब कस्तो लाग्छ तपाईँहरूलाई चलन छ अनि यस्तो गराएर टक्क यो यसले यो यताको भुस छेउछेउ यता बुढाको भुसलाई यसरी गर्दैछ कसरी यो हातले चाहिँ आउँछ यसरी चाहिँ होइन यताबाट पनि छड्के यता फाल्ने नि त हामीले यसरी यसरी गराउने गाई छैन तपाईँको कस्तो चलन चाहिँ आउँछ अन्त उडाउँदै खाने हामीले टक्क लगाएर होइन यस्तो गाई यसरी गर्नुपर्छ है काम भन्ने चिज अहिले चाहिँ हामी चाहिँ होइन दिउँसो टक्क लगाएर अमिलो पिरो हामी खाँदैछौँ यहाँ बोरामा टन्नै लिएर आएछ यिनीहरूले त्यहाँबाट
यो अमिलो चिज होला यो चाहिँ के अरे सुन्तला यहाँ छ त यो चाहिँ खाँदैछ हामीले यो छ होइन अनि अर्को यो चुक्लोवाला यो चाहिँ अमिलोवाला हो यहाँ चाहिँ चुक्लो भन्छ होइन अमिलोलाई अनि यो चाहिँ गुलियोवाला यो चाहिँ जुनार भन्छ अरे यसलाई यहाँ चाहिँ तपाईँको ठाउँमा चाहिँ के भन्छ होइन गाइस भनिदिनु होला खै यहाँको सानो टुक्रा कमेन्ट गर्नु होला के छ म एउटा चाहिँ पिस्ले नि त किन हाँस्नु ल खिच त ल गाइज यही हो खाजा लागि खाइसकेको यो चाहिँ हल्का यसो अब खाना त होइन यो के भन्छ यसलाई अमिलो पिरो खट्टै पिरो यसो खान मन लाग्यो बेला खाने नास्ता यो चाहिँ गिलो हुन्छ है गुलियो हुन्छ अनि यो अमिलो हुन्छ अमिलो चाहिँ उठेको यो नुन खुर्सानी यहाँ छ यहाँ पनि यो त्यो ट्याक्क चोप्दै खाने हो यसरी के पानी खाने पानी खोलामा आएर त्यो खोला हो यहाँ खुरासँग खानु कस्तो हुन्छ यति हो नुन अरू ल्याएको खै देखाएको अरू पनि टक्क दिनु अलि धेरै नुन कुटेर यति खान्छ त अनि हजुर नि खानु होला एउटा यो यसमा हात डुल्ला खानुपर्छ के पानी फरक हुन्छ घाम बेला पनि कालो भएपछि काठमाडौँ जानु बेला गोरा जस्तो तिमी पनि कालै छ नि कालो आयो तिमी पनि हप्से कालो छ हप्से कालो म त त्यस्तो छैन हल्का गोरै छु त्यही पनि अलिक धेरै कालो धेरै कालो भइसकेपछि म पनि धेरै कालो भइसकेछु सो अहिले गाइज हामी त्यो खान्छौँ होइन खाएर अब टक्क काम हल्का यहाँ सानो थोरै छैन अब त्यो भ्याउनु पर्ने हुन्छ भ्याएर टक्क लगाएर गइन्छ घर है त लोटी सानो छ नि त गाइज कानको एकदम सानो छ अरे यो ती तासेको छ है एलियनको जस्तो कि एलियन हो हामी सबै भइसक्यो होइन काम गरेर पुरै भ्यायो गाइज अब यसलाई के भन्नु त ल यसो यसलाई चाहिँ होइन यो बोरा देखाउने त बोरा यसलाई चाहिँ माथि लगेर राख्ने अनि यो पराल छ नि यसलाई चाहिँ मुथा बाँधेर माथि लग्ने तल लग्ने यसलाई चाहिँ तल लग्ने यसलाई चाहिँ माथि राख्ने किनकि अब यहाँबाट गाडीमा हालेर तल लगेर धान कुटाएर ल्याउने अनि त्यो चाहिँ हाम्रो काम छ अब अहिले भात खाएर चाहिँ माथिबाट यो लगेर फालेर भात खाएर अहिले हामी चाहिँ टक्क लाएर ओह्रालो मुखी टक्क यो के अरे यसलाई पराल यो चाहिँ लगेर जानुपर्छ अहिले चाहिँ गाइज सो राइट गाइज हामीले सबै काम पनि भइसक्यो होइन अब सबै काम सबै देख्नुहुन्छ बोरा हालिसक्यौँ 2टा बोरा माथि अघि लगिसक्यो अब 3टा बोरा छ अहिले ती लगेर होइन त्यहाँको माथि कहाँ अब खानासाना बनाउनु भएको छ खानासाना खाएर त्यहाँको जानु पर्ने हुन्छ घरमा होइन सो गाइज त्यही हो होइन गाउँ जिन्दगी अब चलिरहेको छ अब म पनि छिटो जान्छु पहिलाको ठाउँमा होइन सो त्यही हो आज सबै भइसक्यो कामसामहरू है त गाइज अब भिडियो चाहिँ हुन्छ अब नेक्स्ट भिडियो हेर्नु होला बाबा सबैजनालाई लभ यु अल